कति पार्यो त गाइज? आउँदै होला ठुलै रहेछ यो त पाइन्छ एउटा ठुलो स्याप पारेछ ठुलै पारेछ। हेलो साथीहरू, स्वागत छ मेरो युट्युब च्यानलमा। अहिले चाहिँ हामी रातिको बेलामा हामी माछा मार्न जाँदैछौँ है। कस्तो हुन्छ हेर्दै गर्नु होला। अहिले चाहिँ हामी फिसिङ एरियामा आएर यहाँ हुनुहुन्छ हाम्रो पुरुषोत्तम सर। हेलो सर, के छ खबर तपाईँको? जाडो छ है? कस्तो भइरहेछ, कस्तो फिल भइरहेछ त नि यहाँ? यता हेर्नु न, यता यसो हेर्नु पर्यो नि। ठिक छ होइन? यहाँ पुरु सर हुनुहुन्छ हाम्रो माछा मार्न आएको। अब के यस्तो ज्याकेटबाट सिरो कोडा जस्तो? दामी छ है ज्याकेट? दामी छ, ठिक छ ठिक छ। यहाँ भन्दा यस्तो दामी फोटो आउँदैछ त्यो पुलको अगाडि, यसको पुलको। आहा कति राम्रो। अहिले चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो साथीहरूले माछा चाहिँ अहिले कति पार्यो त गाइज? आउँदै होला यत्रो ठुलो माछा यहाँ। आसाले माछा राति स्नेपर मारेको स्नेपर मारेको यत्रो हुन्छ स्नेपर त यत्रो यसले पार्नै सक्दैन यो बल्छिल त। अहिले चाहिँ हामी माछा मार्ने क्रममै छौँ र हामी कति मार्छ भन्ने कुरा चाहिँ त्यो। म यहाँ छु ल। ओए आएर छ कि छैन? खै यता देखा त एकचोटि, म हेर्छु राम्रोसँग चेक गर्छु। छ यहाँ मान्छे अड्किछ एकछिन अड्किछन् ल यत्तिकै त्यो घुम्छ, त्यो लक भइहाल्छ फेरि ल। कहाँ पसिन पर्छ क्या ऊ त्यो घुम्ने रहेछ के? त्यो घुम्छ क्या, त्यो लक गर्न बिर्स्यो कि यसलाई सोध्न पर्छ, त्यसलाई सोध्नुपर्छ। म सोधेर यहाँ छ मछडाहरू। यिनीहरूले अस्ति दुईजनाले लगभग 55 केजीको गोठ चाहिँ झ्यामै पारेको यही समुद्रमा। त 55 केजीको झ्याप पारेपछि अब है खाने मान्छे त यति थियो कि अब यस्तै हो। अब है माछा कहिले झ्यापै हुन्छ, कहिले कति नै पार्दैन भन्ने कुरो त्यो थाहा भइहाल्छ। आज चाहिँ पुरै क्या यस्तै छ है, हामी यस्तै गरेर हिँड्नुपर्छ। अब के ज्याकेट बोको यहाँ नभएर 4वटा ज्याकेट लाएर चाहिँ समुद्रमा माछाहरू मार्न आउनुपर्छ है। के भयो यिनीहरूले, के भयो मिलाउनु जानेन क्या हो? हो क्या टाइट भनेको यो हो क्या, टाइट यो साइड हुन्छ टाइट जहिले पनि, बुझ्यो नि? हामीलाई आइडिया भएन। मैले अलि माछा पारिभ्यो भने त यिनीहरूले के गर्छ यार? लगै भएको छ मान्छे छ नि यिनीहरूले माछा मार्ला जस्तो छैन केटा। लक भयो? लक हुन्छ लक हुन्छ रमाइलो भएछ? रमाइलो छैन? बच्चा मारेको याद आयो सानोमा। हेलो साथीहरू, अहिले चाहिँ रनिङ प्रतियोगिता भइरहेको छ यहाँ। दीपक भर्सेस नरेश दाई। म 1 3 भन्छ है, 1 2 3 भन्छ, गो भन्छ है। एकछिन वेट, 1 2 3 गो। यिनीहरू चाहिँ त्यो पहेँलो गाडी लास्टको
त्यो पहेँलो गाडीलाई चाहिँ कसले छोएर आउँछ त्यो फर्स्ट भन्ने कुरा चाहिँ यिनीहरूले घोषणा गरिएको छ। पहेँलो गाडीलाई छुनु पर्यो। कहाँ पुगे तिनीहरू? पुग्यो छोयो? कसले छोयो? यति फर्केर आउनु बेर छैन? त्यति फर्केर यो भएन होइन? यो भयो त गेम? छिटो छिटो ल ठिक छ ल। नरेश दाइ फर्स्ट भयो, त्यो चाहिँ लास्ट भयो। लड्यो त्यो लास्ट भयो। ल अहिले चाहिँ प्रतियोगितामा नरेश दाइ फर्स्ट लास्ट, हामी दर्शकै, हामी दर्शक किन के ला ए म त हार गयो भनेको त्यही हो। ल चाहिँ बल चाहिँ चुटेर हामी बनाउनु लाग्यो अहिले। अब कसरी बनाउने, हाउ टु मेक आई डोन्ट नो। अब यही हो। ल बान्नु त ल यो थियो फोटो खिच्नु त म बान्छु। यो चाहिँ पावर है, यो खाएर चाहिँ अब हामी पछि लाग्दाखेरि किन दौडेको झ्याप भएको होइन। म खास मेरो ज्यान दुखेको थिएँ, अनि त्यो जानलाई उस गर्ने भनेर दौडेको। राति राति कोकमा माछा मार्दैछ पुरुष सर हाम्रो बिचरा जाडो भएर। यी बसी यहाँ यी देखेन एउटा $20 एउटा बल्छी त उतिमा पनि अहिले देखाएको थिएँ मैले, त्यो र यो फरक छ कि छैन भनेर। लडे जस्तो लडिस क्या मर्छ मर्छ। देखा लडेको खोइ अर्का ठुक्यो छैन। ए यस्तो राति राति दौडेर थिएन केसँग तर रोक्दाखेरि नानी कहाँ रोक भन्दाखेरि नानी कहाँ धगाल्यो कि केले धगाल्यो पछि कन्ट्रोल गर्न सकेन। अनि त लड्यो नि त नि राति राति लाइट नभएको ठाउँमा दौडेर रोक रोक भनेको त अनि यो रोकेर मतिर आएर आयो क्या फेरि। अनि फर्किने बेलामा लड्यो। झ्याम नहुने भने माछा मारेर आउँछ यहाँ सिधु त्यहाँ लक गर्ने त्यहाँ यसो हो। माछा नलाने हो 3 किलो गोज पार न भयो 1 किलो कान्छ। एउटा चाहिँ पानै पर्छ, एउटा यसरी दौडेर हिँडेर कहाँ पार्छ त नि कहाँ दौडेर हिँड्छ। उही त्यो पागलले हो नि त नि, पागलसँगै दौडिने चाहिँ को हो नि? अर्को पागल भियतनाम को जहाज आयो माथि आइल तल लिन आयो। ए हेन्डे प्लास त तसँगै रहेछ त। मसँगै नि छ चाहियो भने ठम्म टालिदिन्छ अहिले। ठोक लडेको थियो है भुइँमा पछाडि गरेर झुकेर पछाडि दौडिरहेको थियो। त्यस्तोमा त मिल्दैन हेर्ने प्लस नि बस्दैन होला। ए यो वाला हो झन् दामी रहेछ त ट्याप्प टाँस्ने। यस्तो गर्दा एउटा भयो भने चाहिँ भयो के त नि हो है अलिकति अलिअलि ठोकिएन यस्तो गरेछ दुइटै हात ठोकिन गयो होइन यस्तोमा नि हात त्यो एउटा ढुङ्गामा पऱ्यो होला के रे। फर्किँदाखेरि जाँदाखेरि हो फर्किँदाखेरि घुँडो थियो क्या
यही हात हो यस्तो यस्तो भयो क्या उठ्नु खोज्छ है उठ्नु खोज्छ घोच्या घोच्या के ओइ त्यो तर्साद यार हेर छैन गाडीमा है बाहिर नखायो बुझाउन चाहिँ अलिकति हल्का हुन्छ भाइ त्यति हाल्यो हुन्छ कान्छ कपी खाने एउटा माछा नि पार्दैन ल पुरो माटोमा माछा नखाने बाहुनले हाल्ने अब भनिया म हान्छु म खेल्छु त्यो कसरी फाल्ने अरू अड्काएर अड्काउनु त जाब यो खोल्न न यहाँसम्म त यहाँ यसैसम्म त अलि यो तान्नु अलि यो यसले घुमाउनु यो अलि टुप्पो फेरि उस गर यो गर नि यो यता राख्नु अनि घुमाउनु यो माथि टुप्पोमा लानु भयो भयो त्यो सामान हो त्यो यो सामान अलि त तलसम्म अनि यो ठ्याक्कै यस्तोमा क्या यहाँ बिचमा आओस् न जहाँसम्म चाहिँ नि हुन्छ यो यसरी काट्यो भने यता हेर लेफ्टले उसमा त यो तपाईँले जुन नै समातेन नि त्यो चाहिँ छोड्नु माथि भएन भाइ के यसो गरेर त गाइज मेरो यो पञ्च पनि अहिले यहाँ न्युजिल्यान्डमा यो आएको नि 6 वर्ष भयो अहिलेसम्म नयाँ छ कस्तो दामी छ कि कस्तो न्यानो नेपालमा हुने साथीहरूले मेरो मधु थापा युट्युब च्यानल मधु थापा 98 मधु थापा युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला है अब नेपालमा युट्युबै चल्दैन कसरी सब्सक्राइब गर्नु युट्युब नचले नि अब त पछि चल्छ होला नि त जस ओइ आइडो के भन्ने होला अब भनिया अब क्या बोल रहा है मर्दू कहलबा ठीक बानो खालबा हो अहिले चाहिँ लाखौँ कोसिस गर्दा पनि हामीले माछा मार्न सम्भावना चाहिँ अलिकति पनि देखेन तर हाम्रो साथीहरू हुन्छ यहाँ निराश चाहिँ यहाँ छैन नि होइन हामीले पक्कै पनि माछा मार्छौँ होइन त्यस्तो छ होइन हो कि न हामीले पक्कै पनि हाम्रो हिम्मत चाहिँ हारेको छैन त्यही पनि माछा मार्ने क्रममै छ हामी होइन फाइनली गाइस अहिले चाहिँ हामीले एउटा माछा पार्न सफल भयो हामी चाहिँ पुरा यहाँ केपीलाई गाली गर्दै थियो ठुलै रहेछ यो त पाइन्छ एउटा ठुलो स्याप पारेछ ठुलै पारेछ 16 जना पुगेर तर सानो छ कि अलि ठुलै खायो ठुलै हो पाउँछ यो त खतरै छ केमा हाल्ने त्यसलाई के छ बकेट छ त्यो त अघि खै त गाडीमै राख्या हो लिएर आउनु त बुढा जान्न दौडे त्यहाँ एउटा बकेट छ एउटा पार्यो हामीले होइन यो लगभग 1 किलोको होला 1 किलोको छ पर्छ यस्तै गरेर पर्छ ठुलै पऱ्यो चाहिँ सो गाइज अहिले चाहिँ हामी फिसिङ गरेर आइसक्यो र अहिले चाहिँ घरतिर आइपुग्यो है यति भन्दै मेरो भिडियो यहीँ इन्ड गर्न चाहे हस् त माया गर्नु होला सब्सक्राइब पनि गर्नु होला लाइक गर्नु होला भन्दै भिडियो इन्ड गर्न चाहे हस् त धन्यवाद।